जीव सम्पदा जीपी थपिङ चाहिँ देखिनु भइगयो आश्विन 4 गते 2076 शनिबार सुदेशिया खुता इले यलला कुनिजिङ हेगु वाकाठन जाजले बोतिकारिता इनाकना जना कुगु जाजो यलला कुनिजिङ थसी जल धापख्य थेचो बुङजुया खोना कोचाइगु ख कोसा खलाउ ललितपुर उद्योग वाणिज्य संघ मंगल बजार नेपाल च्यानल पार्टी प्रत्यक्ष प्रसार हेलो गुड मर्निङ जोजलपा आर नमस्ते सम्पूर्ण सम्पदा प्रेमी महानुभावहरूलाई आजको वकथन कार्यक्रममा म लजना श्रेष्ठ हार्दिक अभिवादन तथा स्वागत गर्न चाहन्छु। विजिट नेपाल 2020 को अवसरमा पर्यटन प्रवर्धन प्रति संघको पहिलो इनिसिएटिभ प्रोग्राम हो यो र यो प्रोग्राममा सङ्कलित सम्पूर्ण रकम हाम्रो सम्पदा हामी आफै बनाउँछौँ भन्ने नारा सहित हाम्रो भीमसेन मन्दिर बनाउनको लागि फन्ड रेजिङ प्रोग्राम पनि हो र आजको कार्यक्रमको सुरुवात हामी हाम्रो अध्यक्ष ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष श्री कृष्णलाल महर्जनज्यूबाट स्वागत मन्तव्यबाट गर्न गइरहेका छौँ। धन्यवाद उत्परिषद कार्य समितिका सदस्य। आजको यस महत्त्वपूर्ण कार्यक्रममा पाल्नुहुने यस वाकथनमा पाल्नुहुने आजका प्रमुख अतिथि माननीय संस्कृति तथा पर्यटन मन्त्री श्री योगेश भट्टराईज्यू लगायत माननीय श्री कृष्णलाल महर्जनज्यू यो हाम्रो पत्रिका पाउन जाँदाखेरि हामीलाई समस्या छ र आजको यस कार्यक्रममा पाल्नुहुने माननीय कृष्णलाल महर्जनज्यू, माननीय पम्पा भुसालज्यू, माननीय सुभाष साकेज्यू अनि अन्य माननीय कर्मचारीहरू, ललितपुर महानगरपालिका मेयर श्री चिरो महर्जनज्यू, गौरव नगरपालिका मेयर श्री गजेन्द्र महर्जनज्यू लगायत अन्य सम्पूर्ण महानुभावहरूलाई यो आजको यो वाकथनमा स्वागत गर्दै यो हाम्रो ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा जुन पान दरबार स्थित यो भीमसेन मन्दिर हामीले चाहिँ पुनर्निर्माण कार्य गरिरहेको छौँ, त्यो पुनर्निर्माण कार्य ललितपुर महानगरपालिका मेयर साहब र नगरपालिकाबाट चाहिँ जुन हिसाबमा सहयोग पाइरहेको छ त्यसलाई मोनिटर गर्दै आजको यस यो वाकथनमा र आइरहेको यो विजिट नेपाल 2020को अवसरमा हामीले चाहिँ यो पर्यटन प्रवर्धन र सम्पदा संरक्षणमा केही ठोस योगदान होस् भन्ने हिसाबमा आजको यस कार्यक्रम हामीले आयोजन गर्दैछौँ र यस कार्यक्रममा पाल्नुहुने सम्पूर्ण महानुभावहरूलाई चाहिँ म स्वागत गर्दै आजको यस हाम्रो यो लगभग यहाँबाट चाहिँ
3 घण्टाको चाहिँ यो वाकाथन प्रोग्राममा चाहिँ सहभागी भेट्नु भएकोमा यहाँले हार्दिक स्वागत गर्दै आजको यस प्रमुख अतिथिबाट चाहिँ सानो छोटो मन्तव्यको लागि म अनुरोध गर्दछु। धन्यवाद अध्यक्षज्यू। आजको यस कार्यक्रम नेपाल च्यानलबाट लाइभ भइरहेको पनि कुरा जानकारी गराउन चाहन्छु र विक्स फर्म पनि यसमा हामी साथमा छ। सम्पदा पुनर्निर्माणमा सम्पूर्ण सम्पदा प्रेमीहरूको योगदान होस् भनेर आजको कार्यक्रम सञ्चालन गरिएको हो र आजको यस कार्यक्रममा आफ्नो छोटो मन्तव्य राखिदिनु हुनुको लागि नेपाल उद्योग वाणिज्य सङ्घका अध्यक्ष श्री भवानी महासङ्घका अध्यक्ष श्री भवानी राणाज्यूलाई पनि अनुरोध गर्दछु। नमस्कार। आज यस वाकाथन कार्यक्रमका प्रमुख अतिथि माननीय पर्यटन तथा संस्कृति मन्त्री योगेश भट्टराईज्यू, माननीय जीवन माननीय पम्फा विशालज्यू लगायत सम्पूर्ण यस क्षेत्रका प्यारा साथीहरू र आज जुन यो ललितपुर उद्योग वाणिज्य सङ्घले वाकाथन आफ्नो सम्पदा आफै बनाऊ भनेर नारा दिएर सुरु गरेको छ, यो अत्यन्तै राम्रो कुरा हो। किनभने भिजिट इयर 2020लाई अझ यसले मलाई साथ दिन्छ जस्तो लाग्छ र त्यस कारणले यसका लागि तपाईँहरूलाई धन्यवाद पनि दिन चाहन्छु र यो कार्यक्रम सफल हुनको लागि शुभकामना दिन चाहन्छु र उद्योग महासङ्घले चाहिँ तपाईँहरूको यो प्रयासलाई सहयोग गर्नेछ र हातेमालो गरेर हुनेछ र आजको यो वाकाथन सफल होस् शुभकामना दिन चाहन्छु। धन्यवाद अध्यक्षज्यू। अब हाम्रो कार्यक्रम झन्डै सुरु हुँदै छ। यसमा यस कार्यक्रमको लागि यो टी सर्टको स्पोन्सर कुमारी ब्याङ्कले गरेको छ र ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका, गोदावरी नगरपालिका, विभिन्न वडा कार्यालयहरू र स्थानीय निकाय तथा वस्तुगत समूह, जातीय समाज, रोड ट्र्याक, नेपाल स्काउट ललितपुर, YMBA 25, पुलिस फोर्स र सम्पूर्ण सम्पदा प्रेमीहरूले आजको कार्यक्रमलाई सपोर्ट गर्नुभएको छ र ललितपुर उद्योग वाणिज्य सङ्घ स्थापना कालदेखि नै सबैजना ललितपुरको सम्पदा संरक्षण र संस्कृति संरक्षणमा सधैँ अगाडि बढिरहेको पनि जानकारी गराउन चाहन्छु र आजको कार्यक्रममा आफ्नो मन्तव्य राखिदिनु हुनको लागि माननीय पर्यटन मन्त्री श्री योगेश भट्टराईजीलाई अनुरोध गर्दछु। धन्यवाद। ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्षज्यू, माननीय पम्फा विशालज्यू, माननीय कृष्णलाल महर्जनज्यू, माननीय शोभाजी, ललितपुर महानगरपालिकाका प्रमुखज्यू, यस्तै गोदावरी नगरपालिकाका प्रमुखज्यू, उद्योग वाणिज्य महासङ्घका अध्यक्षज्यू, ललितपुरका प्रमुख जिल्लाधिकारी, सुरक्षा निकायका सबै साथीहरू, साथै यो आजको यो वाकाथनलाई महत्त्वपूर्ण ढङ्गले सहयोग गर्ने कुमारी ब्याङ्क लगायत सम्पूर्ण प्रायोजक मित्रहरू, उपस्थित दाजुभाइ दिदीबहिनीहरू, हामी एकदम चाडबाडको सम्मुखमा छौँ। हाम्रो अगाडि नेपालीका मौलिक सांस्कृतिक चाडबाड आएका छन्। साथै 2020 को भ्रमण वर्ष हामी सबैका निम्ति एउटा प्रतिष्ठाको विषय हो। त्यसमा पनि यो ललितपुर, जसलाई हामीले एउटा सांस्कृतिक सहरको रूपमा चिनेका छौँ, आजको यो वाकाथनले 2020लाई त सफल बनाउने नै छ, साथै यो ललितपुरको सांस्कृतिक सम्पदा र यसको पर्यटकीय महत्त्वलाई पनि नेपालभित्र मात्रै होइन विश्वभर चिनाउनको निम्ति सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु। हाम्रा चाहिँ बेलुनहरू जति आकाशको माथि माथि उडेर जानेछन्, त्यति नै हाम्रो ललितपुर सहर, ललितपुरको ऐतिहासिक सम्पदा र संस्कृतिको पहिचान पनि विश्व सामु त्यति माथि माथि नै चिनिँदै जानेछ, म यसमा विश्वास दिन चाहन्छु। र आजको वाकाथनमा भाग लिनु भएकोमा मान्यज्यूहरू लगायत सम्पूर्ण विशिष्ट व्यक्तित्वहरू र उपस्थित दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद दिन चाहन्छु। ललितपुर उद्योग वाणिज्य सङ्घलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। धन्यवाद। धन्यवाद मन्त्रीज्यू, यहाँको उत्साहको लागि। हामीलाई सधैँ उत्साहवर्धक रहनेछ यहाँको भनाइहरू। उद्घाटन समारोह हुँदैछ। कुमारी ब्याङ्कको चेयरपर्सन अगाडि आइदिनु हुनुको लागि अनुरोध गर्दछु।
र कुमारी ब्याङ्कको सिइओ सावधानीले अगाडिको रोमा आइदिनु हुनुको लागि अनुरोध गर्दछु। अब हामी उद्घाटन कार्यक्रम गर्न गइरहेका छौँ र हाम्रो यस कार्यक्रमको आजको मेडिकल पार्टनर सम्झना लाभा चुनिरहेको पनि जानकारी गराउन चाहन्छु। सम्पूर्णले एकसाथमा भनौँ, हाम्रो सम्पदा हामी आफै बनाउँछौँ र उद्घाटन कार्यक्रम सुरु गरिदिनुको लागि पर्यटन मन्त्री श्री योगेश भट्टराईले आग्रह गर्दछु। हाम्रो सम्पदा हामी आफै बनाउँछौँ। जय भीमसेन महाराज की जय! जय भीमसेन महाराज की जय! भीमसेन महाराज की हाम्रो सदरलाई प्रथम यहाँबाट हामी सिधै गर्नु जानेछौँ। गर्नु हुँदै इमादोलपछि हामी सानो गाउँ सिद्धिपुर हो। सिद्धिपुरपछि हामी राइट टर्न गरेर हरसिद्धिबाट हामी ढापाखेल हुँदै खेच्छो ढुङ्गमती अनि अन्तिममा हामी खोकनामा समापन गर्नेछौँ। साथै हाम्रो नेवारी समयपछि कुनै व्यवस्था रहेको जानकारी दिनुहुन्छ। धन्यवाद। सबैले एकपल्ट जय भीमसेन महाराज की जय भीमसेन महाराज की धन्यवाद। नमो तस्सा भगवतो अरहतो सम्मा सम्बुद्धस्सा साधु। वाकाथन जिगु सम्पदा जिपी थापिन चाहिँ देखिनु धोइगु आश्विन 4 गते 2076 शनिबार सुदेशिया खुता इले यललाकु निजिङ हैगु वाकाथन जाजले बोतेकारिता इनापना जना कुगु जाजो यललाकु निजिङ थसी जल धापख्य थेचो बुङजुया खोना कोचाइगु ख कोसा खला ललितपुर उद्योग वाणिज्य संघ मंगल बजार नेपाल च्यानल पार्टी प्रत्यक्ष प्रसारण खेलकुद खेया विश्लेषण सांगीतिक खेले वायाचंगु युवा सौंकिपा खेले व्याचंगु गतिविधि
हस्तकलाय खेले नेवाटेको योगदान थटी हे थिथि खेले ब्याग्न कथा थगु नाजाका दिबी थिथि व्यक्तित्व पिना बंगु खला बलाया